खासमा यो आजको कार्यक्रम कुन उद्देश्यले आयोजना गरिएको थियो? यो हाम्रो यहाँको स्थानीय सहकारी संस्थाहरूको लागि एउटा कम्प्लिट कोर ब्याङ्किङ सिस्टम सहकारी संस्थाहरूको लागि इकोसिस्टममा सञ्चालित भएको सफ्टवेयरहरूको बारेमा जानकारी गराउनको लागि त्यही उद्देश्यको लागि हामीले यो कार्यक्रम आयोजना गरेका थियौँ। अनि के कुराहरू जानकारी गराइयो यो कार्यक्रममा? हामीले यो सफ्टवेयर प्रयोग गर्नुहोस् भन्नुभन्दा पनि हामीले चाहिँ इकोसिस्टममा कसरी सफ्टवेयर चलाउन सकिन्छ र तपाईहरुको हामीसँग भएको कुराहरू यहाँका सहकारी संस्थाहरूलाई हामीले देखायौँ। खासमा यो कुन सफ्टवेयर हो र किन प्रयोग गर्नुपर्छ, के भन्नुहुन्छ यसमा? यो जिनोभ एजेन्सी भन्ने कम्पनीले तयार गरेको फिनेक्स सफ्टवेयर हो। यो सफ्टवेयर चाहिँ हाम्रो कोशी प्रदेशको रजिस्टर कार्यालयबाट स्वीकृति प्राप्त सफ्टवेयर हो। यसमा चाहिँ के छ भनेदेखि हाम्रो नीति ऐन कानुन अनुसार सहकारी ऐन अनुसार काम गर्नका लागि जो समुदायमा आधारित सहकारी संस्थाहरू छ तिनीहरूलाई काम गर्नका लागि सहज छ र ट्र्याकभन्दा बाहिर जान गएर यसले काम गर्न दिँदैन। जसले गर्दाखेरि जति पनि अहिले सहकारीमा समस्याका न्युजहरू आइरहेका छन् यसले एउटा पाटोको काम पनि गर्छ जुन सहकारीले गर्न पाउँदैन। सहकारी ऐन अनुसार जे काम हामीलाई गर्न दिएको छ त्यो काम मात्रै हामी यो सफ्टवेयर मार्फत गर्न सक्छौँ। भनेपछि पछिल्लो समयमा जुन रकम अपचलन लगायतका जुन समाचारहरू आइरहेका हुन्छन् यसले रोक्छ? यसले रोक्नमा केही हदसम्ममा गर्छ, तर सबै कुराहरू मान्छेको नियतमा पनि भर पर्ने कुराहरू हो। यसले चाहिँ के छ भने पछाडिको डेटमा गएर कुनै ट्रान्जेक्सन गर्न मिल्दैन, रियल टाइम ट्रान्जेक्सन गर्छ। रियल टाइम ट्रान्जेक्सन गर्ने भएकोले अब त्यहाँ हेर्ने मान्छे नै नियत नै खराब छ भने त सफ्टवेयरले रोक्न सक्दैन। तर सहज तरिकाले एउटा लेखा समिति सुपरभिजन समितिले हेर्न चाह्यो भने सहज रूपमा दिनको सबै ट्रान्जेक्सनहरू हेर्न सक्छ। अनि जब सहकारीकै यो कुरा गर्नुभयो यो सफ्टवेयरको, अन्य सफ्टवेयरहरू पनि छन्, यही सफ्टवेयर किन प्रयोग गर्ने? अन्य सहकारी सफ्टवेयरहरू थुप्रै छन् मार्केटमा जसले चाहिँ तपाईँको के छ भने सहकारी ऐन अनुसार काम गर्न नभएर जे मन लाग्यो त्यो युजरले अथवा त्यहाँको कर्मचारीले उनलाई जे चाहिएको छ उनलाई जे सहज हुन्छ त्यो काम गर्न दिइरहेको छ। मैले मुख्य कुरा। अर्को कुरा भनेको एउटा सिबिएस अथवा कोर ब्याङ्किङ सिस्टम चलाएर अन्य एचआरको छुट्टै लोन मोडलको छुट्टै गरिरहेछ। यसमा चाहिँ जति पनि एप्लिकेसनहरू छन् यो आफ्नै एप्लिकेसनहरू मात्रै प्रयोग गरिरहेछ, थर्ड पार्टी एप्लिकेसन प्रयोग गरिरहेको छैन भन्ने कुरा हो। अनि यो सहकारीको जुन समस्याहरू छ हुन त चर्चा पनि गर्नुभयो, कुन कुन समस्या खासमा यो समाधान गर्न सहज हुनेछ यो सफ्टवेयरको प्रयोगले? यो सहकारी समस्याको लागि सफ्टवेयरले मात्रै गर्ने भन्ने कुरा चाहिँ हुँदैन, तर जुन ऐनभन्दा बाहिर कारोबार हुन्छ नि त्यो कारोबारलाई चाहिँ यो सफ्टवेयरले गर्न दिँदैन। जस्तो कि तपाईको यो यसमा देखिएको ट्रान्जेक्सन, यसमा देखिएको क्यास रियल टाइम ट्रान्जेक्सन देखिएकोले तपाईको अन्य क्यास चाहिँ कहाँ गयो र कहाँ छ, भल्टमा कति क्यास छ भन्ने कुरा यसमा स्पष्ट हेर्ने भएकोले त्यहाँको अध्यक्ष लगायत अब त्यहाँको जो फटाइ काम गरिरहेको छ नि उहाँहरूको पहुँचमा भन्दा अलिक पृथक हुन्छ। तर त्यहाँको होल टिम चाहिँ मिलेर काम गर्न चाह्यो भने त अब यो सफ्टवेयरले रोक्ने काम गर्दैन। कतिपय सहकारी संस्थाहरू अहिले पनि प्रविधिसँग जोडिएका छैनन्। यो सफ्टवेयर आइसकेपछि तपाईहरू जस्ता निकाय जुन छन् यो प्रविधिसँग जोड्नलाई प्रेरित गर्छ त्यस्ता सहकारी संस्थाहरूलाई? हो, हामीले सहकारी संस्था सानै भए पनि सानो तरिकाले सञ्चालन गर्ने भए पनि हामीले प्रविधिको प्रयोग न्यूनतम प्रविधिको प्रयोग चाहिँ अनिवार्य भइसकेको छ। जस्तो सामान्य उदाहरण तपाईँलाई म भन्छु, एउटा सहकारी संस्थामा आगलागी भयो भनेदेखि त्यो त्यहाँको डकुमेन्टहरू सम्पूर्ण जलेर नष्ट हुन्छ र त्यहाँको हिसाब किताबहरू सबै सम्पूर्ण जलेर नष्ट हुन्छ। तर हामीले प्रविधिको प्रयोग गर्दै गर्दाखेरि क्लाउड बेस्ड सफ्टवेयर प्रयोग गर्दै गर्दाखेरि हामी सफ्टवेयर त्यो संस्था डढेर खरानी हुँदाखेरि अथवा तपाईँको कुनै भुइँचालो आएर त्यहाँको डकुमेन्टहरू नष्ट हुँदाखेरि अथवा तपाईँको बाढी पहिरोले बगाउँदाखेरि पनि तपाईँले एउटा सामान्य टेबलमा एउटा ल्यापटप लिएर ट्रान्जेक्सन कारोबार गर्न सक्नुहुन्छ संस्थाहरूको। हस् सर।